सो यो सब गाइज वेलकम ब्याक टु माई च्यानल इन एनदर भ्लग। आज धेरै पछि मैले भ्लग स्टार्ट गरेँ। आज चाहिँ हामी जान लागेको सुटमा हो, खासमा एउटा ऱ्याप च्यालेन्ज भएको छ क्या एउटा, अनि हामीले च्यालेन्ज एक्सेप्ट गरेको छौँ क्या हो टाइपको। अनि त्यसको लागि चाहिँ हामी डाँडामा जानु लाग्यो, हामी पाइलट बाबा जानु लाग्यो सुट गर्न। सब सेटअप छ यहाँ, ट्राइपोड छ, क्यामेरा फोनले खिचौँला। त्यसपछि हामीसँग माइक पनि छ यहाँ टक्क लगाएर। हेरौँ कस्तो हुन्छ सुट, त्यही नै हो। अब अहिले अगाडि गएर भेटौँ ल। जामले भरेको सहर काठमाडौँ सहर। ठिक छ, अब ढिलो भयो भने पुगिएला भन्ने सोच। 5-7 सेकेन्ड थियो अब त्यहाँ जाम खुलिसक्यो। यो बाटो लास्ट डर लाग्छ मलाई यो बाटो, किनकि ट्रकहरू हिँड्छ धेरै। अनि ट्रकहरू यस्तो हावा तरकारी हिँड्छ नि त, त्यो भएर है पुरा रफ राइड हुन्छ ट्रकहरूको। त्यही नै हो ल। अब निस्किन्छौँ रातै हो कि कहाँ जडीबुटी आयो, जडीबुटी जस्तो लाग्यो मलाई किन हो। ठिक छ ल। त्यो साइडको ब्रो क्या हेरेर हाँस्यो यार, मलाई हेरेर लभले हाँस्यो। के गर्ने त्यसले, वाद त पऱ्यो। ठिक छ, त्यही हो गाइस, सुटमा जाँदैछौँ। रमाइलो छ, जिन्दगी रमाइलो छ। भन्ने केही काम गर्दिनँ, बिजी त थिइनँ, तर झ्याउ जागर लागेको थिएन भ्लग गर्न। ठिक छ, अब भयो भने चाहिँ अब चाहिँ अलिक बिजी भएको छु। अब चाहिँ भ्यायो भने म कन्टिन्यू दिने कोसिस गर्छु, नत्र यही नै हो। मलाई जाँगर लाग्यो बेला अहिले त्यस्तो जाँगर पनि छैन भनौँ न गर्नको लागि। अहिले चाहिँ गरिदिउँ भनेर झ्याप्चाप स्टार्ट गरिदिइहालेको गर्नु चाहिँ। मध्यपुर ठिमीमा छौँ हामी, मध्यपुर ठिमीमा। अनि त्यही नै हो। अब कति टाइम हो जान हामीलाई पाइलट बाबा? टाढै हो अझै। ठिक छ ल, पाइलट बाबामा गएर भेटौँ भाइ। त नक्सामा रहन्छ जग्गा त्यो के हो इन्डियाको त्यो हाम्रो गोविन्दको पनि सेयर छ भन्ने मैले यहाँ सुनेको थिएँ यार। त्यो बिल्डिङमा हो इन्डियाको एक्टर गोविन्दको पनि सेयर छ हो कि के छ मैले सुनेको थिएँ। बिल्डिङ बनायो भने त हल्का ग्याउ टाइपको हुन्थ्यो। ठिक छ ल। मजा छ त्यो काठमाडौँमा बस्ने यार, छुट्टै लाग्छ मलाई। काठमाडौँ चाहिँ छुट्टै लाग्छ। ठिक छ ल, त्यही नै हो। माथि चाहिँ एमाले यो मदेखि पार्टी पनि जित्ने यार। एमालेहरू के भइरहेको, मिटिङ भइरहेछ कि के हो खै, मलाई त थाहा छैन पोलिटिक्सको बारेमा। जस्तो के होस्, त्यो नै ल। पाइलट बाबा हामी आइपुग्न लाग्यो, यो त्यसको बाटोमा अन द वे छौँ हामी। अब हामी जान्छौँ, एउटा राम्रो स्पट हेर्छौँ, त्यहाँ पछि गएर त्यहीँ ढ्याकढुक सेटअप बनाएर खिचिदिइहाल्छु भिडियो। अनि धेरै टाइम पनि छैन। यो च्यालेन्जको फेरि आजै हो लास्ट डेट। आज मेरो चाहिँ सुट भइसक्यो, हिजो गएर मैले झ्याप सुट गरिहालेँ। दाइको चाहिँ आज बाँकी थियो सुट गर्न, त्यसको लागि आएको छौँ हामी। मेरो चाहिँ हिजो भइसक्यो, फ्याटफुट गऱ्यो। च्यालेन्जको फेरि डेटै आज हो लास्ट डेट। मेरो ओठ फुटेर यस्तो टेन्सन भएको छ यार, टेन्सन भएको छ। त्यो सुलभ दाइ यस्तो हाँस्यो सानो भ्यान्छु, कहाँ हाँस्यो भन्छु दाइ मलाई हेरेर। ठिक छ ल, अगाडि हो अलि भेटौँला यार। यसो चुसा ब्रेक लिगाउँ न त, ब्रेक। एउटा स्पट चाहिँ हामीले यहाँ देख्यौँ, तपाईँ रुखको बिचमा एउटा खिचिदिउँ टाइपको। यहाँ जाम लड्ने रहेछ क्या यार। अनि त्यहाँ चाहिँ आहा यसरी लडेकोमा हो क्या। यहाँ ठिक छ यार, यो हल्का सेक्सी लाग्छ ठाउँ ठाउँमा। रुखको बिचमा चाहिँ है
सेटअप निकालौँ न त ल हेर केटा हो यसो टक्क सेटअप राखेर स्टार्ट गरौँ फेरि सो गाइस फाइनल्ली सुट सकिसक्यो कस्तो भयो दाइ सुट तपाईँलाई कस्तो लाग्यो खया जस्तो ठिक छ ठाउँ चाहिँ राम्रै आएको हामी सुटको लागि चाहिँ ठाउँ चाहिँ राम्रै आएको त्यस एउटै स्पटमा सक्यो खुसी लाग्यो धेरै खोज्नु नै परेन ठाउँहरू अब चाहिँ हामी फेरि ब्याक टु कता घर पाइल बाबु जाने ल प्लिज घर होइन हामी ब्याक टु बाथ डाँडा अझै सुट सक्यो जे भने अझै हल्का इन्जोय हेर्न जानु पऱ्यो माथि चिलमा के गऱ्यो माथि के खाराउनु खाजा चाहिँ खाराम न खाजा चाहिँ खाराम ल ल खाजा खाइहाल्छु नि तपाईँले किन नखाउने के खाने त्यहाँ माथि खाजा चाहिँ दामी पाउँछ खाजा चाहिँ खाराम क्या खाजा चाहिँ खाम माथि त ओभर जाडो हुन्छ थुक्पा हान्नुपर्छ जस्तो छ मलाई त ठिक छ ल सुट सक्यो अब चाहिँ जानु लाग्यो हामी पाइलट बाबा चिलमा लागेर पाइलट बाबा चाहिँ खाजा खाम चिलमा टक्क त्यहाँपछि भइहाल्छ सुट पनि सक्यो क्याम्पेन पुरै स्याम्पेन के बोल्ने सक्दै आएन मलाई त यार अक्मक्क भयो सबैजनाले मेरो यो भिडियोमा लाइक सेयर सब्सक्राइब गरौँ है गाइज राम्रो भयो भने म दामी भ्लग हान्छु नि फेरि तपाईँहरूलाई म पुरा इन्टरटेनमेन्ट दिन्छु नि फेरि भ्लग दामी हान्छु राम्रो भयो भने के रहेछ त्यसोलाई हामी बस्नु चाहिँ यहाँ हो जहिले पनि आएर बस्ने सुनाउनु कलको साथ घामकै डाँडा खाजा घरमा आउँछौँ तपाईँहरू यहाँ आउनु हामी मिठो छ खाजा पाउँछौँ त्यसोलाई अब अगाडि तलतिर जान्छौँ हामी अनि चिलमा बसौँ ल तल बस्ने कि कहाँ बस्ने तल बसौँ है ल अब ठाउँ कस्तो छ थाहा छ तपाईँहरूले देखाउँछु म ठाउँ हेर्नु है त सेक्सी छ कि यो ठाउँ ल यता बस्नु होइन यताबाट आउँछु यता बस्छु तर गरेर भ्यू हो क्या त अनि मजा आउँछ हामी बस्नु कस्तो दामी भ्यू आज तपाईँको दामी भ्यू छ कस्तो मजा छ यहाँ तपाईँलाई कस्तो लाग्यो ठाउँ बहुत बढिया म जहिले यहाँ म त तिनचोटि भयो अरे राम्रो आज चाहिँ रमाइलो लाग्यो आज चाहिँ किन रमाइलो लाग्यो मलाई थाहा भएन अघिल्लो पालि आउँदा के भएको थियो यसो थिएन नि कि बन्दै थियो क्या यो रुस हुँदै थियो ढलाइ हुँदै थियो यो ढलाइ हुँदै थियो नाइस बनायो नि यो यतिको चिल हो यार यो कस्तो मजा आउँछ यार कसको घर हो त्यहाँ माथि यार होटल घामको डाँडा होटल घाम खाजा गर्दै सम्झिनु के जस्तो ल केटा अहिले किचनमा खाजा खाएर हामी तिमीहरूलाई भेट्छौँ होइन गाइजहरूलाई चार्ज सकिन्न छ एकदम मेरो फोनमा 1-2% छ चार्जमा राख्नु पऱ्यो कि भ्लग गर्दा हुन्थ्यो अहिले गर्छु म एकैछिनमा भ्लग खाजा खाएर कन्टिन्यू गर्छु ल ल खाजा खाएर हामी निस्किनु थाल्यो अब खाजा मिठो थियो यार मलाई मिठो लाग्यो यहाँको दामी लाग्छ कि मलाई खाजाहरू चाहिँ होस् तपाईँहरू यहाँ आउनु सक्नुहुन्छ क्याम्पे डाँडा खाजा घरमा खाजा खानु अब निस्किन्छ जाऊँ होला अब त चिलमा लगाएर मेरो स्पिकर बिगाएर चाहिँ फोन गएर नयाँ फोन नभई भएन के भयो मम्मीले पठाइदियो हुन्छ नि छिटो फोन एउटा ठिक छ गाइजहरू आउनु सक्नुहुन्छ घाम्पे डाँडा है हामी चाहिँ अब ब्याक टु चाहिँ काठमाडौँ अब जानु लाग्यो फेरि भ्यूहरू नाइस छ यहाँ फ्यामिलीसँग टाइम स्पेन्ड गर्न नि मिल्यो यो ठाउँमा साथीहरू आएर चिल हान्नु मिल्यो यो ठाउँ चाहिँ आउनु पऱ्यो तपाईँहरू सबैजना आउन सक्नुहुन्छ आउनु पऱ्यो होइन
अब जबरजस्ती गर्दिनँ मैले। मेरो यस्तो कपाल बिग्रेछ क्या यहाँ कपाल काट्नु पर्ने भयो यार। मैले कपाल कहिल्यै काट्दिनँ काठमाडौँमा। यहाँ त पुरा फाइट भइरहेछ प्रोहरूको फाइट भइरहेछ प्रोहरूको फाइट। यो ओह्रालो गाइज हिजो नि यस्तै भएको थियो यार मेरो सुरु गर्ने बेला। के भन्दा थाहा इलेक्ट्रिक स्कुटी हिजो मेरो त्यो माथि डाँडादेखि त्यो तलसम्म हामी अफ गर्दै गएको के चोकसम्म पुग्यो क्या हामी लगभग 1 किलोमिटर चाहिँ स्टार्ट अफमै गएको क्या हामी। यहाँ पुग्छ हामी तल पुग्छ स्टार्ट अफ गर्नु गर्नै पर्दैन यहाँबाट 3 किलोमिटर। तर अब ठिक यो त धेरै डाँडा छ मेरो कपाल बिग्रेछ क्या यहाँ कपाल कस्तो गोरु चाँडै देखिरहेको छ कपाल के भएको त्यही नै हो गाइज। ल अब तलतिर झरेर भेटौँ ल। चार्ज पनि धेरै गरिदिनु मैले यार 20% जति छ अब। ल अब अहिले तल भेट्छु है त। हामी चाहिँ तल आयौँ बल्ल तल डाँडाबाट तल आयौँ हामी लगभग यार डाँडा माथिबाट स्टार्ट अफ गरेको यहाँ तलसम्म अझै पनि स्टार्ट अफ गर्दै आइरहेको छौँ हामी यार। क्रेजी लाग्यो मलाई यतिको बाटो हुनुपर्छ सम्म ओह्रालो लाग्यो। अब चाहिँ हाइवे आउँछ हाइवे त्यसै जामै हो वाक्क जाम भनेपछि मलाई लाज झ्याउ लाग्छ। अगाडि अगाडि 1-2टा सर्टहरू निकाल्छु तल 1-2टा सर्टहरू निकाल्छु त्यहाँपछि भ्लगिङ गर्छु। त्यहाँपछि अब खिच्न नसकिने कि लाज लाग्ने कि मान्छेहरू नि हेर्ने यहाँ तल आएपछि चाहिँ त्यस्तै ठाउँमा चाहिँ खिच्न सक्ने न त लाज लाग्दो रहेछ हल्का खिच्न पनि। अब यहाँ तल आएपछि सबले यो के हो के कहाँनिर हो कि क्या हो टाइपको सोचिरहेछन् कि मान्छेहरूले नि। त्यही भएर अब चाहिँ एकछिन खिच्छु अगाडि हाइवेमा चाहिँ भ्लगिङ नै गरिदिन्छु एकछिनमा। ल अगाडि हाइवेमा भेटौँ ल है त। गाइज मेरो फोनै स्विच अफ भयो डेड भयो अनि मैले टक्क दाइको फोनबाट भ्लग गरेँ। अब भ्लगलाई यहीँ इन गर्नुपर्छ जस्तो लाग्यो। अघि गिद्दी भयो यहाँ ट्राइपोडै बाटोमा खसेछ कि कहाँ खसेछ यहाँ पुरै च्यातेर यसरी मैले भिडिरहेको थिएँ डोरी चुडेछ अनि यहाँ बाटोमा घिसिँदै यता च्यात्या छ त्यहाँ पछि गएर कता यता ढुवाङ भएछ कता च्यात्यो च्यात गिद्दी भयो टेन्सन भयो भित्र फुटाएको छ कि फुटाएको छैन हेर्नुपर्ने हुन्छ। मेरो फोन चाहिँ डेडै भयो आजलाई यति नै होला गाइज। ल होप यु गाइज इन्जोयड इट। मन पऱ्यो म लाइक सेयर सब्सक्राइब गर्नुहोस्। म तपाईँहरूलाई छिटै अर्को भिडियोमा भेट्छु है त ल बाइ।